पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ परेपछि देशभर एमालेको प्रदर्शन। आज शनिबार बिहानै नेपालको राजनीतिमा एउटा ठूलो भूकम्प गएको छ। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सरकारले पदभार ग्रहण गरेको 24 घण्टा नबित्दै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ। भक्तपुरको गुण्डु स्थित निजी निवासबाट आज बिहानै ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उहाँसँगै पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ पर्नुभएको छ। गत भदौ र असोजमा भएको जेएनजी आन्दोलनका क्रममा 76 जनाको ज्यान जाने गरी भएको दमन र कल्पेबल होमिसाइडको आरोपमा उहाँहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ। आफ्ना शीर्ष नेता पक्राउ परेपछि नेकपा एमालेका भातृ सङ्गठनहरू युवा सङ्घ र निरस्व बिउ देशभर सडकमा उत्रिएका छन्। काठमाडौँका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन भइरहेको छ भने प्रहरी र प्रदर्शनकारी बीच झडपका खबरहरू पनि आइरहेका छन्। एमालेले यसलाई राजनीतिक प्रतिशोध भनेको छ भने गृहमन्त्री सुधार गुरुङले कानुनभन्दा माथि कोही नभएको प्रतिक्रिया दिनुभएको छ। अन्त्यमा